तपाईको यो बैठक सदन चल्न दिँदैन, अपराध गर्न सभामुख महोदय। तेरो दम छ भने सदन रोकेर देखा। कति दिन जनताको सदन रोकेर रोक्न सक्छस् देखा। भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? तेरो बाउले हाम्रो जमिन फिर्ता ल्या भनेर फिर्ता दिने हो र? त्यसको लागि त पहिला वार्ता गर्नुपर्छ होला नि, त्यसको लागि पहिला प्रमाण हेर्नुपर्छ होला नि। हो त्यही वार्ता होस् भनेर बालेन शाहले रणनीतिक हिसाबले बोलेका हुन्। अहिलेसम्म इन्डियाले के गर्दै आएको थाहा छ होला नि। अहिलेसम्म नेपालमा इन्डियाले हाम्रो भूमि मिच्यो, हाम्रो सिमाना कब्जा गर्यो भनेर कति आन्दोलन भयो, कति के भयो, तर इन्डियाले एक रत्तीभरि पनि टेरेन। नेपालसँग वार्ता गर्नुपर्छ भनेर एकचोटि पनि सोचेन। बालेनले बोलेको यो कुराले अब इन्डियामा पनि खैला बैला मचाउनेछ। इन्डियाको सदनमा पनि विपक्षीहरूले यो कुरा जोड तोडका साथ उठाउनेछन्। मिडियामा पनि राम्रै कभरेज हुनेछ। अनि बल्ल इन्डिया पनि नेपालसँग वार्ता गर्नको लागि तयार हुनेछ। अनि वार्तामा बसेपछि बल्ल प्रमाण के हो, सत्यतथ्य के हो, सीमा विवाद के हो, सुगौली सन्धि के हो भनेर बल्ल छलफल गरिन्छ, बल्ल प्रमाण हेरिन्छ। बालेन शाहले भनेकै छन् यसको लागि ब्रिटिस सरकारलाई पनि हामीले कूटनीतिक नोट पठाएका छौँ भनेर। यो कुरा तैँले बुझ्दैनस् गुइठे। बालेन शाहको रणनीति भनेको सर्प पनि मरोस् लाठी पनि नभाँचोस् भन्ने हो। बालेन शाह देश बनाउन आएको छ, न कि तिमीहरू जस्तो रोइलो गर्न भुक्न भटुवा गुइठे।